हेलो एन्ड नमस्ते एभ्रिवान। म चाहिँ बन्दीपुरमा है आज बन्दीपुरमा पक्का लगाएर एक्लै बन्दीपुर आइदिएको। म अहिलेसम्म आएको थिइनँ नि यता, त्यही भएर सर बन्दीपुर घुमौँ भनेर है। बन्दीपुर यो रमाइलो रहेछ ठाउँ चाहिँ, चिसो आनन्दमय ठाउँ। पुरानो घरहरू रहेछ यहाँ। भक्तपुरतिरको जस्तै लाग्यो मलाई चाहिँ, त्यस्तै रहेछ यहाँ। कपडाहरू मन्दिर पनि रहेछ यहाँ। नगर ड्रेस पाहुनाघर। फुल कति राम्रो हो, शान्त रहेछ एकदम। मलाई चाहिँ मन पर्यो है। पुरानो घरहरू माडो टुरिस्टान रहेछ। चाहिँ खड्गमा पर्यो जस्तो हालेको छ है। माथि मन्दिरमा चाहिँ गएन, अलि टाढा छ कि जस्तो लाग्यो। शान्त रहेछ एकदम ठाउँ चाहिँ, रमाइलो रहेछ। यहाँ धान पनि सुकाएर रहेछ मन्दिर। अन्धवासिनी मन्दिर रहेछ। उता पनि रहेछ क्या।
यता चाहिँ खासै रहेनछ तरकारी पसल भइसक्यो पानीपुरी खाजा पाएर भनेर भुतुक्कै भएर बस्या अगाडि गेटमा खाजा जाने बेला भइसक्यो यो चाहिँ बन्दै रहेछ घर दिन चाहिँ पार रहेछ खासै केही रहन्छ मेन चाहिँ उता आइछ होइन स्कुल भइसक्यो अहिले त स्कुलको मन्दिर हो हात्तीको मन्दिर भइसक्यो के मन्दिर हो स्कुल भइसक्यो आयो त्यहाँबाट उता चाहिँ के भयो जस्तो लाग्यो मलाई यता मन्दिर चाहिँ बालथोक चुहारे यहाँ बनिको दुःख हो विद्यालय चाहिँ माध्यमिक विद्यालय नोटे डिएम माध्यमिक विद्यालय स्थापना 2042 सालमा स्थापना भएको छ उता चाहिँ के जाउँ त पानीपुरी रहेछ जुत्ता जुत्ता बस्नु रहेछ हातले बुनेको चाहिँ यो हातैले बुनेको होइन कति राम्रो रहेछ क्या झोलाहरू
फेरि फर्केर धेरै ठुलो त रहन्छ ठाउँ होइन। यहाँ पनि त्यस्तै गुड होटेल। मलाई लेक साइड जस्तो हो कि भक्तपुर ललितपुर जस्तो लाग्यो कि त्यस्तै लाग्यो। सबैजना आउनै पर्ने ठाउँ रहेछ यो चाहिँ, एकदम रमाइलो ठाउँ है। मोमो सेन्टर रहेछ यहाँ चाहिँ, गुरुङ मोमो। एवं रेस्टुरेन्ट यो चाहिँ मेड इन नेपाल हो क्या सबै। त्यसमा टोपी पनि रहेछ, थोक रहेछ। आज खान्छौँ। रेस्टुरेन्ट जस्तो छ यो चाहिँ, यो थाहा भएन। बन्दीपुर म्युजियम हेरिटेज लोकेसन। बन्दीपुर त उसको म्युजियमको स्क्यान गर्न मिल्ने ठाउँ रहेछ त। थकाली खान पाइँदो रहेछ यहाँ चाहिँ। एनआइसी एसियाको एटिएम रहेछ यहाँ। यही मात्रै हो कि जस्तो लाग्यो मलाई, अरू चाहिँ रहेछ क्या। यो घरको कलर चाहिँ युनिक रहेछ। घरको कलर चाहिँ दामी लाग्यो मलाई। म चाहिँ अब उकालोमा सिका कहाँनिर छ यो चाहिँ थाहा भएन है। एकदम रमाइलो लाग्यो मलाई चाहिँ है। सफा शान्त, हल्ला छैन, केही छैन। म चाहिँ अब फर्किनु आँटेको है। मेरो बाइक चाहिँ माथि छ पार्किङमा। अब चाहिँ माथि निस्किन लागेको है। पार्किङमा मासु पसल, लाङ्गाली मासु पसल। यो चाहिँ बन्दीपुर कम्बो बेम्बो हाउस रहेछ, राम्रो रहेछ। बाइक चाहिँ यहाँ छ मेरो। यो चाहिँ कता जाने बाटो रहेछ थाहा भएन। उताबाट आउँदाखेरि रक्षा होटल, यो होटल रहेछ। ओ त फुल चाहिँ मलाई मन पर्यो। क्याफे रहेछ यहाँ। यो फुल चाहिँ साह्रै राम्रो लाग्यो। यता चल्ती त केही छैन। फुल चाहिँ साह्रै मन पर्यो, दामी रहेछ यो चाहिँ। कस्तो राम्रो फुल रहेछ। मैले पनि घरमा यस्तै फुल लगाउनु पर्ला। मन परेको मलाई एकदम यो फुल चाहिँ। अब म चाहिँ फर्किनु आँटेको होइन। मेरो भ्लग चाहिँ सकिन्छ अब है। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला, लाइक गर्नु होला है।
अरू भिडियोहरूको लागि चाहिँ बेल आइकन पनि थिच्न नबिर्सिनु होला हैन। ओके सी यू अन नेक्स्ट भिडियो।